आज अर्डरको सामान भन्दा रिटेलको सामान यसरी बिक्छ भन्ने लागेको पनि थिएन। हेलो मित्र, स्वागत छ मेरो च्यानलभित्र। म सुनिल चौधरी अनि यो मेरो छोटो मिठो दामी ब्लग। आज म बनाउँदै छु मिठो मिठो स्यान्डविच। एभोकाडो, प्याज, टमाटर र अन्डाको पाउच हालेर स्यान्डविच गराउँदै छु। यो चाहिँ मेरो ब्रेकफास्ट। आज चाहिँ पुड्कालाई जाँगर लाएन खासै। उसले चाहिँ एभोकाडो, प्याज, टमाटर कटिङ गर्यो र मैले बनाउन लागेको छु। स्यान्डविच बनाएर स्यान्डविच खाएँ र अनि पुड्कालाई कफी गराउन पनि भने। कफी गराएपछि कफी पनि खाइयो। लेडी सिङ्गम पुड्का अनि पुड्काको स्वाइक। पुड्कालाई बाई गरेर म लागेँ सामान लोड गराउनतिर। अनि हाम्रो समीक्षा दिदी भेट्नु भयो। समीक्षा दिदीसँग गफ गर्दा गर्दै हाम्रो भुवन सरसँग पनि भेट भयो र एकछिन दुईजनासँग गफ गरेँ र लाग्यो म आफ्नो गन्तव्यतिर। केटाहरूले सामान लोड गरिसकेका रहेछन् अनि हामी डाइरेक्ट गयौँ सामान पुर्याउन। र यो एक ठाउँ अनि त्यसपछि यहाँ सामान दिएर फेरि अर्को ठाउँ। आज चाहिँ हाम्रो 2 खेप हुनेवाला छ अनि हामी भक्का सामान झार्न लाग्यौँ। हाम्रो काम गर्न गएपछि अल्छी चाहिँ गर्दैन भाइ। हामी चाहिँ सामान अन द स्पट पुग्ने बित्तिकै सामान भकाभक झार्न लागिहाल्छौँ र काम फटाफट भ्याउन लागिहाल्छौँ। र एक साइडको सामान छोडेर आउने बित्तिकै म लागेँ फेरि सामान लोड गराउन। सामानमा चाहिँ आज स्न्याक्स आइटमको पनि अर्डर थियो र स्न्याक्स आइटम मैले मजाले भरेँ अनि हामी लाग्यौँ अर्को गन्तव्यतिर जाँदै थियौँ। त्यत्तिकैमा पानी पनि पर्यो। पानी पर्दा पनि हाम्रो काम चाहिँ रोकिएन। अलिअलि पानी परोस्, बेसरी पानी परोस्, हुरी चलोस्, त्यसले के फरक पार्ने भएन। हामीहरू सामान बेच्न गएको भनेपछि बेच्छौँ। सङ्गारी यसरी बिक्छ भन्ने लागेको पनि थिएन। जति अर्डर थियो त्यो भन्दा बढी रिटेलमा सामान बेच्यो। सोचेको पनि थिएन कि यति बिक्छ भन्ने। हामी खाजा खाएर बचे खुचेको सामान लास्ट पसलमा छोडेर हामी सिधै फर्क्यौँ घरतिर। जीवन दाइ आफ्नो घरतिर, म आफ्नो घरतिर। अनि आज साँझको खानामा मैले चाहिँ भात मासु एउटा मगाएर अनि पुड्का र म बसेर मजाले खान लाग्यौँ। ल साथीहरू, कृपया फलो गर्नुहोला। आजको लागि यति। अर्को भिडियोमा फेरि छिट्टै भेटौँला। बाइ बाइ।